हेलो एभ्रिवान, सबैजना नमस्ते। हामी फेरि नयाँ भिडियोको साथ उपस्थित भएको छौँ। हामी चाहिँ कहाँ गएको रहेछ? सपिङ गर्न जाँदैछौँ। सब्जी किन्न। अलिक ठुलो बोल्न, तँदेखि हुँदैन। सब्जी किन्न। हामी चाहिँ नर्मल्ली सब्जी खाँदैनौँ, आज चाहिँ किन्नु होइन के भन्छ, टाचिया चाहिँ हामी प्रायः जान्छौँ है। टाचियामा चाहिँ भन्दैन टाचियाको बारेमा। टाचिया सब्जी किन्नु अनि त्यहाँ चाहिँ अलिक सस्तो पर्छ नि अरू भन्दाखेरि। सस्तो पर्छ अरूमा भन्दा अलिकति। अब अरू सिमामुडा भन्छ होइन, अरू सुपा भन्दा चाहिँ टाचिया चाहिँ धेरै सस्तो पर्छ है। अलिक धेरै पर्छ, धेरै सस्तो पर्छ। अनि फेरि जापानको महँगाई त त्यही हो नि त, 3-4 हजारको केही पनि आउँदैन। त्यहाँ चाहिँ अलिकति 3-4 हजारको पनि आउँछ है। सब्जी आउँछ, फलफुल पनि पाउँछ, मासु पनि पाउँछ। अलिक भेराइटी चाहिँ धेरै भेराइटीको पाउँछ। अनि अब नेपालीहरूलाई चाहिँ आउ हुने हुन्छ कि नि, सुन्तला स्याउ भयो, अनार सनार सबै पाउँछ है। धेरै सिजनमा पाउने फल चाहिँ धेरै नै पाउँछ। अनि जापानमा बसेर सबै थाहै होला, नेपालको मान्छे किन आउनु मिल्दैन। जापान बस्ने प्रायःलाई थाहा छ होइन। अनि अरू के भन्न चाहन्छस्? घाम लागिरहेको, घाम चाहिँ देखेको छैन तर यस्तो घाम गर्मी छ नि अहिले नै। ह्युमिडिटी बढी छ। रोकुगाचोमा यस्तो गर्मी छ। अब सिचिगाचो लाग्यो। अब यस्तो छ, भोलि पर्सि हाचीगाचु, नानागाचु, सिचिगाचु, हाचीगाचु कसरी कटाउनु भनेर चाहिँ हामी दुविधामा परिरहेको छौँ। के सिकाइदिनुहोस् आइडा गर्मी कटाउने। आइडा थाहा छ भने हामीलाई भन्नुहोस्, हामी फलो गरेर हेर्नु। यस्तो छ यहाँ चाहिँ कौसुको दोरो छ। अब चाहिँ म टाचिया गएर तरकारी किनेर प्राइसहरू देखाउँछु। हामी चाहिँ आज के किन्नु गएको? घरमा तरकारी चाहिँ छैन नि त एउटै पनि। जे छ सबै त्यो लिएर आउने। 1 हप्ता भयो खाइ भनेर नगएको पनि त, त्यही भएर जान आँटेको। भात पकाएको भयो छैन, हिजो पनि नाइटबाट आएर अनि चौचौ पकाएर अल्छी लागेर। अनि बेलुका पनि आलु उसिनेर खाएको, अनि आलु उसिनेर चटपटे बनाएर खाएको है। चटपटे बाहिरको खाली खाइरहेको छौँ। आज चाहिँ गएर दाल अनि सागको तरकारी मजाले बनाएर खाने भनेर हामी चाहिँ अब खाइ मनाएको। साथै यति खाएको एभोकाडो पनि यो फर्टी। कति धेरै हाल्नु पर्छ धनिया मकैको भुगा पनि छ। यो फुल्केको खोर्सानी यो होइन हो, यो पनि सक्छ। म त के राम्रो र हामीले चाहिँ खाइ मैना गरेर आयौँ। यो चाहिँ इचिगो, अनि यहाँ मासु, यो फर्सी भइहाल्यो यस्तो। अनि यहाँ पनि इचिगो छ, अनि साग, अनि लसुन टमाटर 100 रुपियाँको। अनि यो प्याज कतिको भयो? 300 रुपियाँको हो, सस्तो। यहाँ पनि अर्को टमाटर। अनि यो लेमन कतिको? 500 होइन, 400 को। 500 हो, 500 को। अनि त्यहाँदेखि यो फर्सी भइहाल्यो। अनि अदुवा, मासु चाहिँ कस्तो मिठो हुन्छ हेर्नुहोस् है गाइड।
कस्तो मनपर्छ मलाई चाहिँ यिनै कस्तो खालको टमाटर इचीको चाहिँ माई फेभरेट हामी चाहिँ फेभरेट है यति गरेर चाहिँ कति हेर्दा सक्यो भने यहाँनिर 4379 सकेछ यति गरेर जापान महँगो छ हस् त यति हो आजको भिडियो बाई